अस्तिसम्म प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर बाहिर निस्किँदै गर्दाखेरि सुशीला कार्कीले मेरा दुईटा होनाहार छोराहरूलाई सुम्पेको छु भनेर आउनु भएको। अहिले मलाई आमा नभन् भनेर फन्किनु भएको छ। बालनको श्रीमतीलाई आमा भन्नु, बच्चाको आमा उही हो भन्नुहुन्छ होइन। उहाँको आशय फरक हो कि होइन, हाम्रो बुझाइ फरक हो कि अलिकति यसमा कन्फ्युजन भयो क्या? होइन, कन्फ्युजन होइन, उहाँको त्यो परिपक्व जवाफ हुनुपर्ने थियो। अरूलाई खाने बाघले आफूलाई पनि खान्छ भनेको सुशीला कार्कीले अहिले फिल गर्न थाल्नु भयो होला होइन? होइन, त्यो त सबैलाई त्यही हो नि। अहिले तपाईँको पहिलो कुरा त के छ भनेदेखि जुन जेएनजी आन्दोलनको हो 23 र 24 को घटना हो, 24 को घटनालाई किन दबाइयो? ठुलो प्रश्न छ, जहिले पनि रहन्छ। हेर्नुहोस्, र 23 को चाहिँ मतलब किन घटनालाई पनि मतलब के भने अक्षरश पालना गरिएको छैन है। र 27 को चाहिँ प्रधानमन्त्रीको नियुक्ति पनि संवैधानिक थिएन, तर हामीले मानिदियौँ। अब गर्ने के उपाय त केही भएन। फेरि राष्ट्रपति के बडो जुक्तिका साथ मैले चाहिँ नि मतलब के भने प्रधानमन्त्री नियुक्ति गरेर फागुनको 21 गते चुनावको चाहिँ गरे भन्नु के जुक्ति लगाएको? जुक्ति लगाउने काम हो राष्ट्रपतिको। राष्ट्रपतिले त संविधान कानुन अनुसार काम गर्ने काम हो। जुक्ति लगाउने भने त ज्योतिषीले, ठगहरूले ज्योतिषीले भन्नुहोस्। अब बाहिरका मान्छे जो कानुनभन्दा बाहिर छ त्यसले जुक्ति लगाउने हो। चोरले जुक्ति लगाएर चोर्ने कुरो भन्नु होइन, ठगले जुक्ति लगाएर ठग्ने। अब तपाईँको चाहिँ मतलब के हो भनेदेखि कुनै बाठो मान्छेले जुक्ति लगाएर कुनै काम सम्पन्न गर्ने, त्यो बेग्लै कुरा होइन। आफ्नो हातमा शासन सत्ता आइसके पछाडि, प्रधानमन्त्रीले राजीनामा दिइसके पछाडि स्वतः शासन सत्ता राष्ट्रपतिको हातमा आउँथ्यो। राष्ट्रपतिले तत्कालीन अवस्थामा सङ्कटकाल लगाउन सक्नु पर्थ्यो, तर दिमाग भएन। दिमाग भएको भए, जुक्ति लगाएको भए त अलिकति फरक बाटोले जान्थ्यो, फरक एङ्गलले भनौँ न परिणामहरू फरक तरिकाले आउँथे। तर के गर्नु, भागेर बसे बिचरा कता? भागेर बसे। फेरि उनलाई पनि अन्तै लगेर चाहिँ सारी हो। यो सबै खेल चाहिँ नि सेनाको हो कि सेनाले यस्तो भयावह स्थिति सृजना गर्यो, लगेर चाहिँ मतलब अब भैरवनाथ गढमा लगेर राष्ट्रपतिलाई हालिदियो, सुबह रिटायरमा लगेर प्रधानमन्त्रीले थन्काइदियो, अरू मन्त्रीहरूलाई गएर चाहिँ मतलब नुवाकोटको ब्यारेक र कता कता ब्यारेकमा लगेर थन्काइदियो। फोन पनि खोज्दैछ तपाईँको, सबैको कम्युनिकेसन हुन पाएन है। एकाएक ल्याएर चाहिँ मतलब के भनेदेखि यो सुशीला कार्कीलाई ल्याएर खडा गरिदियो। सुशीला कार्कीलाई खडा गर्दाखेरि मान्छेहरू को थियो उपस्थित तपाईँलाई थाहा छ होइन? शोभना प्रधानदेखि लिएर, शोभना श्रेष्ठदेखि लिएर तपाईँको चाहिँ नि यो सुधी गुरुङ के सुदन गुरुङ समेत उपस्थित थिए। पानी बाँड्ने केटो है। अब पर्दा पछाडि बालेन रहेछन्, त्यो पनि थाहा भएन। अब तपाईँको चाहिँ मतलब 2 दिन अगाडिसम्म रविलाई चाहिँ प्रधानमन्त्री बनाउने भनेर जेल फोडेर मान्छे ल्याए बाहिर। अब रामकृष्णलाई रोइलो छ फेरि है। त्यो मान्छे पनि फटानै रहेछ नि त। अब फेरि हालदेवान साइबर क्राइमतिर लगेर होइन, तर एउटा मान्छे जेलमा बसेको छ होइन। बरु मलाई चाहिँ साँच्चै भन्यो नि, रवि लामिछाने भन्दा नि हाम्रो त्यो के अरे कस्तो नाम बिर्सेको गुरुङ दाजु के सुदन होइन हो, मन्त्री पनि बनाएको थियो नि, कस्तो नामै बिर्सेको। एनिवे अब तपाईँ पनि बुढो हुनुभएको छ, त्यो कग्निटिभ फङ्सन अलि म पनि कहिलेकाहीँ ठ्याक्कै डाउन चाहिँ मेरो पनि मेमोरीमा रहँदैन कि कहिले। गुन्डा नाइके भन्थ्यो नि त, मन्त्री नै भयो। ए अच्छा बदामी मिलन चक्र मिलन होइन, अर्को राजीव गुरुङ क्या हो। बरु उनी त नैतिकवान देखेँ नि। उनी होइन जेलबाट म बाहिर जान्न, मलाई त अदालतले यहीँ बस भनेको, म यहीँ बस्छु भने नि त। त्यति पनि नैतिकता नभएको मान्छे रवि लामिछाने हो भन्ने कुरा त बुझ्नु पऱ्यो नि त, जनताले बुझ्दैन नि। तर अब यो भन्यो भने अहिले तपाईँलाई रिट भएर आउने साइबर सेना 50-50 भएको छ है। त बुझ्नुहोस् बिस्तारै घट्दैछ अहिले। सुकुम्बासी बस्तीमा हान्न थाले पछाडि बुझे त्यो साइबर सेना तलब लिएर बिचरा उसले हामीलाई रिप लेख्दै थियो, त्यसकै घर भत्क्यो होइन। अहिले हामीलाई गाली गर्न छोड्यो त्यसले। 30,000 रुपियाँ महिनाको तलब लिएर छ हेर्नुहोस् त्यो साइबर सेनाले। 500 जम्मा गरेर छ। यो तपाईँको मैले के गरेँ, अब यो पनि एक्सपोज गरौँ है। यो 3 वर्ष अगाडि यो नगरपालिकाको चुनाव हुनुभन्दा अगाडि एउटा एडभर्टाइज आइरहन्थ्यो, 15,000 रुपियाँ घर बसी कमाउनुहोस् भन्ने एउटा एडभर्टाइज आउँथ्यो। के हो गोर्खापत्रमा, राजनीतिक नेपालमा, तपाईँको चाहिँ कान्तिपुरमा।
त्यसपछि मलाई शङ्का लाग्यो। अँ अब म चाहिँ नि अनुभवी मान्छे, यो 15,000 रुपियाँ घर बसी तलब दिने को चाहिँ म त कम्पनी रहेछ, यो फट्याइ, अब यो चाहिँ के फट्याइ गर्दैछ है, यो पक्कै पनि फट्याइ छ यो यसको पछाडि भनेर मैले पुलिसलाई फोन गरेँ। पुलिसलाई फोन गरेँ। त्यो तत्कालीन तपाईँको चाहिँ नि मतलब के भने यो सिबिआईलाई है, अरू अन्त गर्ने कुरो भएन। होइन होला सर, मतलब के भने त्यस्तो त अब घर बसी आजकल चाहिँ नि मतलब के भने यो फरेनको चाहिँ नि काम पनि हुन्छ, फरेनतिरको त्यो मतलब के भने यो उयोहरू हुन्छ नि, यो कल सेन्टर अनलाइन कल सेन्टर हुन्छ, त्यसको होला भने होइन। कन्टिन्यू आइरहेछ, मान्छेले दरखास्त कन्टिन्यू दिइरहेछ, यहाँ कुरो गिरो जम्मा हुँदैछ है। हस्, खबर गरेर तपाईँलाई खबर गर्छु भन्छ। अब मलाई पनि मैले जाहिर खाएँ होइन, मैले त्यति भनिदिएको सिद्धो, मेरो ड्युटी सिद्धियो। मैले धरोहरा गरेँ। म राष्ट्रप्रति भोलि आउने कुनै महामारीलाई रोक्नको लागि मैले एउटा काम त गरेको छु त। त्यही तपाईँको चाहिँ नि आखिर चाहिँ त्यो अमेरिकन युथ फोर्सले चाहिँ त्यो जम्मा गरेर साइबर सेना बनाएर छ, जसले सबै उल्टा पुल्टो गरिरहेछ। हेर्नुहोस् है, त्यही त। अब अहिले हेर्नुहोस् कसरी बुझिन्छ नि, तपाईँले हेर्नु, जस्तो तपाईँले जे कुरा बोल्नुहुन्छ नि त्यसमा आउने र जस्तो हरेक दिन एउटा पोस्टमा आउने कमेन्टको प्याटर्न सेम हुन्छ है। जस्तो आज तपाईँको कमेन्टमा एक किसिमको प्याटर्न आयो होइन, हिजो बालन शाहले एउटा फोटो अपलोड गरे, त्यसमा आउने कमेन्टको प्याटर्न हेर्नुहोस् होइन, प्याटर्नहरू हामीले हेर्न थाल्यौँ भने, अनि यता हर्क साम्बाङलाई आउने गालीको प्याटर्न हेरौँ, अरूहरूलाई आउने बोल्ने मान्छेहरूलाई, जस्तो उनको फर्ममा बोल्नेहरूलाई आउने कमेन्टको प्याटर्न र अगेन्स्टमा बोल्नेहरूलाई आउने कमेन्टको प्याटर्न हामी हेऱ्यौँ भने अलमोस्ट सिमिल्यारिटिज पाउँछ, धेरै कुराहरू सिमिल्यारिटिज पाउँछ क्या। त्यो चाहिँ कहीँबाट चाहिँ कसैले वरदान दिएको जस्तो कि। अब फेरि दोस्रो कुरा, मलाई जसरी एट्याक भइरहेको छ नि, तपाईँले नै एट्याक भएको छ होइन, यही उसमा मतलब के भने कमेन्टमा, कमेन्टमा एट्याक छ नि, त्यो एट्याकको भाषा एउटै छ। फेरि पृथक मान्छेहरू पृथक समयमा गर्छन्। त्यही त, सबैले श्रम गरिरहेछन् रे, रोजगारी गरिरहेछ। छोडिदिनु रोजगारी, होइन कहाँ छोडिदिनु, यसले त्यसको घर पनि 2000 चल्छ, अनि त्यस पछाडि त्यसको रोजगारी सकिहाल्छ नि, त्यसको सकिन्छ। होइन अहिले रोजगारी फेरि कम हुँदै गएको छ, अब त्यो 15 30,000 पुगेछ। अब 30,500 मान्छेलाई दिन पनि त तपाईँको कति लाग्यो, 15 लाख रुपियाँ त प्रत्येक महिना लाग्यो नि त। त्यसैले त्यो पनि अलिक कम भइरहेको छ। गृहमन्त्रीले दिनको कति बाँड्न पाइन्छ अरे? दिनको त होइन, मतलब गृहमन्त्रीको त्यस्तो कोर्स दिनको तपाईँको यो भत्ता बाबत कति बाँड्न पाइन्छ? सिआइडी गुप्तचर कति लाखसम्म बाँड्न पाइन्छ? त्यस्तो छ। पहिले मतलब के थाहा थियो मलाई, कमसेकम महिनाको 8-10 लाख रुपियाँ बाँड्थे। अब अहिले त करोड पुग्यो होला, थाहा छैन। त्यो कन्सर्न नै छैन। रोकिया छैन, त्यो रोकिया छैन रे, रोकियो भनेर हल्ला गरे मात्रै हो, रोकिया छैन भन्ने सुने मैले रिसेन्टली। अनि गृहमन्त्रीको सबभन्दा ठुलो कमाइ नै त्यही हो। फेरि सबभन्दा ठुलो कमाइ, त्यसको फेरि 1 रुपियाँ पनि हिसाब देखाउनु पर्दैन रे, कसलाई दिएको भनेर। त्यसको चाहिँ जसलाई दिएको मान्छेको त्यो टिडिएस काट्नु नपर्ने, पर्दैन, भरपाई नै चाहिन्न। भरपाई नै चाहिन्न, त्यो पञ्चायत टाइमदेखि नै हो। गृहलाई चाहिँ मतलब के भने शान्ति सुरक्षाको लागि मान्छे परिचालन गर्दा गृहमन्त्रीको हैसियतले मान्छे परिचालन गरेर उसले आफ्नो सिआइडीहरू, गुप्तचरहरू, सुरक्षाकर्मीहरू ठाउँ राख्न पाउँछ। त्यो आजको पनि पाउँछ, भोलि पनि पाउँछ, र अरू देशमा पनि पाउँछ है। फेरि यहाँ मात्रै होइन। अब नयाँ भर्सेस पुरानो जस्तो युद्ध हामीलाई लागेको थियो, तर नयाँ भर्सेस पुरानोको युद्धबाट चाहिँ गएर धनी भर्सेस गरिबको युद्धमा परिणत भयो जस्तो देखियो। किनभने सुकुम्बासीहरूलाई जसरी खेद्यो, पछि बिस्तारै त्यो गइसके पछाडि न्यायपालिका र कार्यपालिकाको लडाइँ जस्तो पो देखियो सर। हेर्नुहोस् है अहिले आएर त्यो पनि किनभने हेर्नुहोस्, तपाईँलाई म भन्छु, अस्ति तपाईँको उनीहरूले वरियता मिचेर 4औं नम्बरको न्यायाधीशलाई चाहिँ प्रधान न्यायाधीशमा सिफारिस गरे। त्यसको लगत्तै भोलिपल्ट देशैभरि सुकुम्बासी बस्तीमा दोजर नचलाउने परमादेश आयो होइन, आदेश आयो, अन्तरिम आदेश आयो। त्यसको भोलिपल्ट फेरि कोहलपुरमा चाहिँ बस्ती हेर्नुहोस् त उजाड बनाएर यो बर्खामा, कसम पाप लाग्छ हो यो मान्छेलाई त, पाप लाग्छ यो गरिब मारालाई त। अनि यो लडाइँमा त्यो गरिबहरू पिछेनन् सर। हेर्नुहोस् त कोहलपुरमा, मैले भनेको थिएँ नि कोहलपुरको धेरै बस्ती चाहिँ ऐलानीमा छ, धेरै मान्छेहरू त्यहाँ सुकुम्बासी छन् भनेको, अहिले त सबैलाई उजाड बनाइदिएको छ। त्यो कोहलपुरमा जङ्गल मतलब पहिलेदेखि नै जङ्गललाई चाहिँ अतिक्रमण गरेको हो होइन। त्यो जङ्गल चाहिँ देशै जङ्गल अतिक्रमण गरेर बनाएको हो। त्यो त यो तपाईँको पूर्व पश्चिम राजमार्ग भन्नु, महेन्द्र राजमार्गको वरपर सबै त्यस्तै छ। पत्लैयामा त्यही प्रब्लम, कोहलपुरमा त्यही प्रब्लम, झापामा त्यही प्रब्लम, धेरै छ। मोरङमा त्यही प्रब्लम छ, मोरङमा त्यही प्रब्लम छ।
यो काने पोखरी साने पोखरी भन्ने इस्ट वेस्ट हाइवेमा अलमोस्ट धेरै यस्तो समस्या छ के काने पोखरी मङ्गलबारे यता जुन चाहिँ नि बाटोमा पर्छ त्यो ठाउँमा धेरै ऐलानी जग्गाहरू मिटिया छ। तर अनि अदालतको आदेश मान्न पर्दैन? बालनशाह अदालत भन्दा माथि हो त। केपी ओली त तपाईँको के अरे त्यत्रो शक्तिशाली प्रधानमन्त्री हुँदा त लुरुक्क परेर बालुवाटारबाट बालकोट जानु पर्यो त्यही अदालतको आदेशले गर्दा। अनि आज अदालतको आदेश नमान्दाखेरि तिनलाई चाहिँ मानहानि लाग्दैन? किन लाग्दैन? अब मुद्दा जानुपर्छ फटाफट, मुद्दा जानु पर्यो। मतलब के हो भने नराम्रो गरिरहेछ भनेदेखि जनताले कारवाही गर्छ नि। अब त्यो जनतालाई जनताको चाहिँ मतलब हेर्नुहोस् घन्टी 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 भएर के एक स्वरले चाहिँ घन्टी बोल्यो नि त। अब न घन्टी न घन्टी न घन्टी होला। अब त्यही घन्टी हिजो घन्टीमा भोट बजायो, आज घन्टीले तिमीलाई त बजाउँदैछ। हो, यहाँ त अचम्म कुरा के छ भने राष्ट्रको अरू नेताहरूको खै बोली सोली केही पनि आउँदैन, गजब लाग्छ। धन्न आशिकामा अलिअलि त्यो आत्मा बाँकी रहेछ हो। हिजो त आशिकाले पनि विरोधको शब्द लेखिन्, छक्क परेँ म। त्यो हल चाहिँ तपाईँको सिंहदरबारभित्र हुँदाहुँदै होइन हाम्रा सांसदहरूलाई त्यो अभिमुखीकरण तालिम के हो छुट्टै त्यो दिनको लागि चाहिँ किन हामी होटलमै जाने, किन पैसा खर्च गर्ने, परिवर्तनको सुरुवात हामी आफैबाट गरौँ न भनेर उहाँले जुन लेख्नुभयो त्यस पछाडि अब स्पष्टीकरण दे। त्यो त अब पार्टीले त आफ्नो कार्यकर्तालाई त गर्छ नि। त्यो सांसद पनि उसको त कार्यकर्ता हो नि, हाम्रो सांसद भनेपछि अहिले पनि मान्छे कार्यकर्ता बन्न सक्छ, कार्यकर्ता मान्छे बन्न सक्दो रहेछ होइन? कार्यकर्ता भइसकेपछि मान्छे बन्न सक्दो रहेछ होइन? कार्यकर्ता भइसकेपछि पार्टीको लागि चाहिँ नि कार्यकर्तै हो। हेर्नुहोस् मान्छे बन्न सक्दैन, त्यहाँ कार्यकर्ताको पिठ्यू बन्नु पर्यो, दासै बन्नु पर्यो। किन? यो त पार्टी व्यवस्थाको सबभन्दा कमजोरी पक्ष त हो नि। कुनै पनि तपाईँ इन्डिभिजुअल हुनुहुन्छ, अहिले कहीँ लाग्नु भएको छैन, जुन दिन तपाईँ पार्टीको सदस्यता लिएर पार्टीको काम गर्न थाल्नु भने पार्टीको दास तपाईँ, पार्टीले भने मान्नु पर्यो, पार्टीले जे गयो हो मिलाउनु पर्यो। यही बिग्रेको कारण हो। त्यस कारण त नेपालमा पार्टी व्यवस्था थाप्दैन भनेर चाहिँ नि राजा बहिनीले सिद्ध्याएको त्यसै हो। 30 वर्ष पञ्चायत टाइम बिना पार्टी कस्तो राम्रो छ, स्मुथली चल्यो। तर अहिले पनि पार्टी व्यवस्था छैन नि त होइन? लगभग निर्दलीयतातिर हामी गयौँ होइन? गएको छैन यार, अहिले बेला भएको छ। तँ गइदियो त राम्रो हुन्छ फेरि। होइन पार्टीको मिटिङमा नहुने जान्छन्, नहुने पार्टीको कुनै सचिवालय बैठकमा बस्छन्। उनी के हो भनेको उनलाई थाहा छैन। तपाईँले कसरी बुझ्ने, मैले कसरी बुझ्ने? ल यो चाहिँ लेख्नुहोस् तपाईँको स्ट्याटसमा। बालनजी के हो भनेको बालनजीलाई नै प्रश्न छैन अहिले। होइन हिजो त उनले सेतो लुगा लगाइसके। ल अनि किन कालोबाट किन सेतो भयो? चस्मा कहिले उतार्ने, फेरि दारी कहिले काट्ने? त्यसैले उनी को हो भन्ने कुरा अहिले उनलाई नै थाहा छैन। र ठिक छ, तपाईँ 100 दिनमा बोल्नुहोस् है, उसको विरोध नगर्नुहोस्, म पनि विरोध गर्दिनँ, गर्न दिनुहोस् 100 दिन। तर सेपमा यस्तो के सर, एउटा सङ्घीय शासकलाई गर्न दिनुहोस् भनेर उसलाई जे मन लाग्यो त्यही गर्न दिनु त होइन नि त। अदालतले आदेश दिइसके पछाडि पनि गएर झ्याम दोजर हान्ने त होइन? सेपको मात्रै बिर्ता हुन्छ यो देश। सुन, यसो छ, त्यो आदेश त्यहाँ नपुग्दा चाहिँ नि त्यो गर्छन् के, सबैले गर्छन्। त्यो हिजो केपीले नै गरिरहेको थियो, हिजो काङ्ग्रेसले नै गरिरहेको थियो। आदेशको आदेश अदालतको चाहिँ बेन्चबाट तल झर्छ, तलबाट लेखिन्छ, त्यो सम्बन्धित ठाउँमा पुग्दा जति टाइम लाग्छ त्यो भित्र जे पनि गर्छ। तर मलाई चाहिँ आदेश तपाईँको बेन्चमा भयो, त्यो कुरो आधाले चाहिँ नि मतलब के हो भने रेडियोले बोलेको त्यहाँ सुन्दैन त्यहाँको प्रशासनले। त्यस कारण पेपरै जानुपर्छ कि नियम हो। पेपर पठाउने पनि त जिम्मेवारी सरकारकै होला नि त। त्यो 7 दिनपछि पेपर हो, 7 दिनपछिसम्म गर्छ उसले कहाँ सुन्छ र तपाईँको इजलासमा भएको आदेश? इजलासको आदेश त प्रमाणित भएर सम्बन्धित मतलब डिपार्टमेन्ट थ्रु आउनु पऱ्यो के। होइन यो देशको समस्या सुकुम्बासी नै हो त सर? सुकुम्बासी नै यो देशको समस्या हो त? यो देश गरिब भएको, यो देश टन्नम भएको होइन, माग्ने भएको, भिख मागुवा भएको त्यही सुकुम्बासीले गर्दा हो त? होइन, यो देशको सबैभन्दा ठुलो समस्या भनेको राजनीतिक तपाईँको चाहिँ नि कलर लिने जो मस्तिष्क छ नि त्यो हो समस्या भने। तपाईँ काङ्ग्रेस भने ठिक, तपाईँ कम्युनिस्ट भने, रासोपा भने ठिक, त्यो सबभन्दा डेन्जर हो। तपाईँले राम्रो गर्नुभयो, काङ्ग्रेसले राम्रो गर्यो भने कम्युनिस्टले चाहिँ नि मतलब होमा हो मिलाउँदै उसले विरोध गर्नै पर्छ। जस्तो तपाईँले अहिले चाहिँ मतलब के हो भने कुरा गरिराख्नु भएको छ नि, तपाईँ पनि कतैबाट मतलब के सञ्चालित हो कि भन्ने किसिमको कुरा गरिराख्नु भएको।
पुरो सिस्टम के हो सिस्टम के हुन्छ सुन्नु गरिबको पक्षमा बोल्यो भने त सञ्चालित भइहाल्दो रहेछ कि होइन सुन्नु गरिबको पक्ष त अब यहाँ बालनको वा बालन भन्यो भने सञ्चालित भएन होइन त्यो होइन त्यो त तपाईँलाई पनि थाहा छ गरिबको पक्षमा बोल्दियो भने चाहिँ सञ्चालित अहिले तपाईँले आरोप लगाइदिनु मलाई अनि आरोप लगाइदिनु पर्यो तपाईँलाई मैले किन आरोप लाग्यो तपाईँ बुझेर मतलब प्रश्न गर्नुहोस् प्लिज भने नि कारण के भने तपाईँको सर्वोच्च अदालतको बेन्चले गरेको आदेश तपाईँको त्यो मेटेरियलाइज हुन कमसेकम 7 दिन 8 दिन लाग्छ ल त्योसम्म त मतलब के थाहा हुँदैन नि त पीडित पछिले त प्रिन्ट आउट गरेर लान सक्छ नि अहिले त डिजिटल हुन्छ अनलाइनमा हुन्छ प्रिन्ट अनलाइनमा हुन्छ आउट दिए त हो आफूले प्रिन्ट आउट गर्न सकिन्छ नि त्यो प्रिन्ट आउट कसरी गर्ने सर्वोच्चको वेबसाइटबाट फैसला प्रिन्ट आउट गर्न सकिन्छ तपाईँको चाहिँ जिल्ला कार्यालय है मतलब के सिडिओका त लिखित जानु पर्यो नि रातो बसीले सिग्नेचर गरेको आधिकारिक त्यस्तो हुन्छ के न त उसले चिन्दैन उसले बुझ्दैन तपाईँले मतलब आफैले बनाएको हो कि त्यो आदेश अहिले त यस्तो साइबर मतलब के डिजिटल युगमा एआईले के त बनाइदिन्छ त्यस कारण केपीओले त्यो भनेर बसेन नि त अब अदालतको आदेश म कहाँ आइपुगेको छैन म छोडेर अब बालकोट जानुपर्छ भनेर त बसेन नि त अनि उसलाई त मतलब के बाँच्ने अवस्थै थिएन म एट्याक गरिसकेको थियो तपाईँको चाहिँ नि बालुवाटार सारा मान्छे त्योभन्दा अगाडि आगो लाउन थालिसकेको थियो त्योभन्दा अगाडि अहिलेको कुरा गरेर मैले त्योभन्दा अगाडि प्रधानमन्त्री हुँदाखेरि उनले संसद विघटन गरेको बेलामा जसरी अदालतले परमादेश दियो र परमादेशबाट उनको प्रधानमन्त्रीको पद सहित भएको थियो त्यति बेला मलाई अदालतको आदेश आइपुगेको छैन भनेर कुरेर बसेन नि त म चाहिँ राम्रो सङ्केत देखिरहेको छैन सर कि यो चाहिँ अलिकति तानाशाह पथमा लम्किन खोजेको हो कि जस्तो चाहिँ क्लियर हुँदै गएको छ बिस्तारै होइन तानाशाह पनि राम्रो कजमा देशको हितको लागि समाज हितको लागि जनताको हितको लागि गर्यो भने त्यो तानाशाही प्रवृत्तिले पनि देशलाई फाइदा गर्छ हो विद्यार्थी सङ्गठन खारेज गर्दा तानाशाही तपाईँले धन्यवाद भन्नुभयो होइन शिक्षक सङ्गठन खारेज गरे हुन्छ बरु हामी धन्यवाद भनौँला विद्यार्थी कर्मचारी सङ्गठन खारेज गर्दा हामीले धन्यवाद भन्यौँ होइन तर के सुकुम्बासी चाहिँ समस्या सुकुम्बासी चाहिँ त्यसमा त हाम्रो उ छ नि रिजर्भ छ नि सुकुम्बासीलाई व्यवस्था गरेर मात्रै हटाउनु पर्छ गरिब देख्नै नहुनु त भने क्या गरिब देख्नु हो त्यो सबैलाई बोलिहाल्नु बोलिरहेको छु नि मैले रोइरहेछन् बिचरा त्यो एउटा मेरो 2टा गाई छ यो देशमा गाईको चाहिँ यत्रो पूजा हुने 2टा गाई छन् म यो गाई लिएर कहाँ जाउँ होटेलमा बस्नु जाउँ म गाई लिएर भनिरहेको छन् उनले बरु मलाई गोली हानेर यहीँ मार्दै हुन्छ भनिरहेको छन् कि बरु गोली हानेर मार्दै भयो तपाईँ रेकर्ड लिनुभयो ल हेर्नु भएको छैन मैले हेर्दिनँ त्यो रेकर्ड प्रचार गर्नुहोस् न त्यो प्रचार गरिदिनुहोस् जनतालाई जानकारी होस् तपाईँले मैले बोलेर तपाईँहरू धर्मको पक्षमा लाग्ने मान्छेहरू अलिकति होइन सनातनी भन्छ एउटा डाममा होइन यस्तो छ कि फेरि उल्लेखिन्छ गरिब देख्न सक्दैन क्या आफूलाई सनातनी भन्ने अधिकारै छैन कि त्यो मान्छेलाई ती गरिबको पनि त जीवन हो नि सर हो नि त्यो गरिबको जीवन हो त्यो वस्तुको पनि जीवन हो त्यो वस्तु पनि व्यवस्थित हुनुपर्छ तै अलि बर्खा लागेको छैन भन्नुहोस् न बर्खा लागे के बिजो हुन्थ्यो बर्खा लागेको छैन हरेक दिन पानी परिरहेछ पानी परिरहेको छ तर के हो त्यो बर्खा भने बर्खा भनेको अब मनसुन सुरु भएको छैन तर पनि प्री मनसुनले त हामीलाई सताइरहेछ त जे भए तापनि ठिक छ अहिले आजको मितिसम्म जो भएको छ धेरै नै आलोचना गर्नुपर्ने अवस्था मैले देखिनँ व्यवस्था हुँदैछ व्यवस्थापन गर्दैछन् अदालतको अब यहाँभन्दा बढी चाहिँ व्यवस्थापन गर्न सकेन भने अहिले त अदालतले बन्द पनि गरिसक्यो व्यवस्थापन के गर्यो के चाहिँ व्यवस्थापन गरेछ भन्दा 150 लगेर कीर्तिपुरमा राखेछ होइन 150 लगेर होटेलमा राखेको त्यो होटेलवालाहरूले चाहिँ तत्था नाम गाली गरेर खाते भनेर खानु नपाएर आएको जस्तो सरकारले लगेर राख्यो भने सरकारले जिम्मेवारी लिनुपर्छ नि अहिले त्यहाँबाट निकालेर लगेर उता नगरकोट लगाएर राखेको रहेछ उसमा के हो व्यवस्थापन उता के अरे कि बरु सबैलाई गोली हानेर मार्दै हुन्छ व्यवस्थापन गर्न सकिँदैन भने होइन नत्र यसरी चाहिँ तिनीहरूलाई कहिले यहाँबाट पशुको पनि सर एउटा अधिकार हुन्छ क्या पशुलाई बाँधे जस्तो लगेर कहिले एउटा आश्रममा लगेर राखेको छ कहिले रङ्गशालामा लगेर राखेको छ कहिले होटेलमा लगेर राखेको छ त्यो व्यवस्थापन गर्नुपर्छ त्यो व्यवस्थापन गर्नुपर्छ पशु हो भने के सर शरणार्थीले त अधिक के भन्छ बस्ने ठाउँ पाछन् बास पाछन् यो देशमा रोहिङ्गा शरणार्थीको हटाउ त क्याम्प ल सक्छौ रोहिङ्गा फेरि पस्किरहेको छ अहिले कलकत्ताको कारणले गर्दा कलकत्ताबाट मान्छेहरू भट्टाभट फर्किरहेका छ कोही नेपाल फर्किया छ कोही बङ्गलादेश फर्किया छ होइन पशुको अर्को प्रब्लम आउँछ पशुको जस्तो व्यवहार भयो क्या सर यो के भन्छ सुकुम्बासीमाथि ती पनि मान्छे हुन् क्या हामीले उसको पक्षमा बोलिदिनुपर्छ तपाईँले बोल्नुपर्छ हाम्रो काम बोलिदिने हो र सुकुम्बासीको व्यवस्थापन गर्नैपर्छ कुनै हालतमा गर्नुपर्छ सुकुम्बासीमा मतलब के भनेदेखि गैर सुकुम्बासी छ भने त्यसलाई
विस्थापन गर्नु पनि पर्छ। यिनीहरूको दिमागमा के रहेछ भने यिनीहरू सुकुम्बासी यो देशमा छँदै छैनन्, मेरो त उहाँ गाउँमा 19 बिघा छ, यिनीहरूको पनि 1-2 बिघा होला भन्ने दिमागमा होला, चढ्या होला। अनि अब यहाँ मैले दोचर हान्देपछि गाउँमा गइहाल्छन्, बिघा जोतेर खान्छन् भन्ने। तर कतिपय चाहिँ भूमिहीन छन् क्या, अधिकांश दलित छन् होइन, तपाईँको बाढी पहिरो पीडितवालाहरू छन् होइन। धेरै मान्छेहरू केही नभएरै, कहीँ कतै केही सहारा नभएरै त्यो राज्यको शरणमा गएको हो क्या। जो 8,000 व्यक्तिले नाम टिपाए नि, कहीँ कतै केही सहारा नभएर त्यहाँ गएको हो। अनि राज्यले तिनलाई चाहिँ पशु व्यवहार गर्न मिल्छ? गर्न मिल्दैन। बरु राज्यले के व्यवस्था गर्नुपर्छ भने जस्तो अहिले अधिकांश चाहिँ पहाडहरूमा, मधेसहरूमा मान्छेको अभावले गर्दा खेतीहरू बाँझो परिरहेका छ। त्यो बाँझो जमिनलाई चाहिँ मतलब के तिनीहरूको नाउँमा गरिदिएर त्यो बाँझो जमिनमा लग्ने व्यवस्था गर्नुपर्ने हो कि है। त्यसले पनि एउटा ठुलो समस्या समाधान गर्छ। अब अहिले तपाईँको हेर्नुहोस् पहाड र मधेसमा हेर्नुहोस् लगभग 25% चाहिँ मतलब जग्गा बाँझो छ। अब भन्नुहोस् अब त्यो चाहिँ व्यवस्थापन त सरकारले गर्न सक्छ नि। तर अब यहाँका सुकुम्बासी भनाउँदा अथवा व्यक्तिहरू म जान्न, तोरो 3 नम्बर चाहिने, म ओखलडुङ्गा जान्न, मलाई चाहिँ यहीँ चाहिन्छ। कसैले भनेको छ त्यो चुप बर्बाद। तर सर राज्यको काम के हो भने 10 अनि कसैले तपाईँले त्यहाँबाट आएको भिडियोको बाइटमा कसैले हामीलाई चाहिँ पूर्व 3 नम्बर हो कि पश्चिम 1 नम्बर कहीँ जहाँ खटाए पनि हामी जाँदैनौँ भनेको छ र हामीलाई के भन्छ अलिकति जमिन दियो भने हामी गरेर खान्थ्यौँ। जसरी यहाँ हाँस कुखुरा पालेर कुकुर पालेर हामी बसेका छौँ त्यस्तै गरी हामी पालेर हामी गरेर खान्छौँ, हामीलाई जग्गा देखाइदियो सरकारले, हामी जान तयार छौँ भनेका थिए कि। तर उसले त के भन्छ पहिला दोधर हान्यो। अब यसलाई चाहिँ मतलब व्यवस्थापनको लागि सरकार सजग हुनु पर्यो, सरकारले जिम्मेवार बोध गर्नु पर्यो। तपाईँले र मैले चिन्ता गरिरहेको छु, उनीहरूले चिन्ता गर्नु पर्यो। होइन ती पनि मान्छे हुन् है, मान्छे हुन् त, भोलि ती होइन त्यो तपाईँको कुरामा म सहमत छु। त्यो होटेललाई राखायो भने होइन त्यस्तो दुर्व्यवहार गरेर उहाँ लगेर राखेर छ अहिले त्यहाँ कति दिन लगाएर राख्ने? ठिक छ त, त्यो पनि त मान्छे गरिब भयो भने त मान्छे हुन् नि। अनि तिनीलाई चाहिँ खाते भन्ने, तिनीलाई के भन्छ खान नपाएर आएको जस्तो व्यवहार गर्ने हो त। राज्यले तिनीलाई घरबार बिन बनाएको अहिले है, फेरि अहिले त्यो घर टहराबाट राज्यले उनीहरूलाई घरबार बिन बनाएको हो नि। अनि त्यो राज्यको दायित्व हो नि त प्रपर म्यानेजमेन्ट। गर्नुपर्छ, डेफिनेटली गर्नुपर्छ। यसमा मेरो दुई मत छैन। गर्ला हेरौँ न, आजको आजै चाहिँ तपाईँको चाहिँ नि भट्ट त मिलेन नि। अब लगेर यिनीहरूको स्ट्राटेजी के रहेछ भने यहाँबाट यता घुमाउने, यताबाट यता घुमाउने, अनि सुकुम्बासी वाक्क दिक्क भएर आफै भाग्छन् अनि आफै कहाँ गएर व्यवस्थित बसिहाल्छन्। अब ऊ त्यहाँ कुकुर छ भने गरिबको घर टहरा भत्काएर कुकुर छ भने, धनीको कुकुर छ भने पार्क बनाइसक्यो, मर्निङ वाक गर्दै कुकुर छ भने पार्क बनाउँदैछ। त्यो पनि विदेशी ऋण ल्याएर एडिबीको ऋण ल्याएर त्यो तिर्ने कसले खै कसले हो? जनताले होइन, तपाईँको छोरा मेरो छोराले फेरि वा बालन भनेका छन्। कस्तो चेतना नभएका मान्छेहरू यो देशमा जन्मिया रहेछन् भने। ठिक छ, समयले त वा पनि गर्छ, घृणा पनि गर्न सक्छ। यसमा चाहिँ मतलब के भने त्यति चिन्ता नगरौँ, समय आएपछि हुन्छ। हिजोसम्म मतलब के भने सुशीलाले 2टा छोरा मेरा जेठा र कान्छा, एउटा गृहमन्त्री एउटा प्रधानमन्त्री भन्थिन् भने अहिले अब मतलब के भने उनी पनि झर्केर चाहिँ बोलिसकिन्। यो त मैले सोचे मान्छे रहन्छन् यिनीहरू त, यी त मतलब मेरो मान्छे पनि रहन्छन्, मैले चोया मोटर एउटा पनि खोजिदिन थालेँ आदि इत्यादि भनेर चाहिँ रणनीति छन् नि। अब त्यो समय आउँछ नि, तपाईँ रणकिनु भएको छ, अर्को रणकेला। तर म चाहिँ नि अहिले के छ भने कमसेकम 2 महिना नि पुगेको छैन। गाली आउँछ भनौँ न, 2 महिना नि पुगेको छैन। तर त्यो गरिबलाई त अब बिजोग भयो, त भइहाल्यो त। 1 महिना अब पर्ख्यो न सिद्धि। त्यसपछि त हामीले त आफ्नो बाटो त लिइहाल्छौँ नि, हामीले लिनुपर्ने बाटो यो गर्नु। भैँसी चराख त गर्नु भएन कि सर, भैँसी चराख जस्तो हो त्यो सुकुम्बासीलाई गर्नु भएन कि। तिनको पनि जीवन हो क्या, ती पनि मानव हुन्। ठिक हो न्यूनतम होइन, मानवीय मूल्य मान्यता त हुन्छ होला नि त। पक्का हुन्छ। आधा रातमा यता लाने, आधा रातमा उता लाने, फलानुले यस्तो भन्ने ऊ भन्ने। अब त्यही हो, व्यवस्थापन राम्रो गर्नु पर्यो। कुन ठाउँमा मतलब के भने तराईमा कति लाने, पहाडमा कति लाने, जिल्लामा कति लाने, त्यो सिडिओ कहाँबाट चाहिँ तपाईँको चाहिँ त्यो उहरू जग्गाको चाहिँ नि लगत लिएर केही मुआवजा दिनुपर्छ, जग्गावालालाई मुआवजा दिने र उनीहरू लगेर स्थापित गरिदिने। अब त्यो त गर्नुपर्छ। सबैका सबै काठमाडौँमा मतलब एडजस्ट गर्न त सकिन्न नि। त्यसैले मैले अस्ति के भने नि, यो काठमाडौँको सबैको आकर्षण हो। सबभन्दा पहिलो कुरा काठमाडौँलाई राजधानी निकालेर चितवन वा अन्य ठाउँमा राजधानी सार्ने बित्तिकै सबै समस्या समाधान हुन्छ।
राजधानी सार्नुपर्छ भन्ने मान्छे त अहिले प्रधानमन्त्री छन् हो र थाहा छ नि तपाईँलाई उहाँलाई इन्टरभ्यू भन्नुभएको छ काठमाडौँ भनेको नेवार सभ्यताको सम्पदा हो यो चाहिँ होइन यहाँको मन्दिरहरूको सहर हो यहाँबाट राजधानी सार्नुपर्छ भनेर बोलेका छन् उनले इन्टरभ्यू त्यसमा त राम्रो छ यार मतलब कि मेरो कुरा मिल्यो त सार्दै भयो त सार्दिन्छ अब त प्रधानमन्त्री भएका छन् सार्दै भयो त प्रधानमन्त्री छन् सार्दै भालुवाङमा सारे भयो नेपालको चाहिँ सम्पदाहरू मतलब भालुवाङमा बन्दैछ नि त नयाँ होइन सहरै बनाउँदैछन् उनीहरूले होइन भालुवाङमा सुर्खेतमा सारे भयो जहाँ बनाओस् न अलिक पश्चिम केन्द्रित हुनु पऱ्यो क्या पश्चिममा हेर्नु त्यहाँ पनि भालुवाङ सेन्टर हुन्छ फेरि कहाँ पश्चिम हुन्छ र भालुवाङ सेन्टर हुन्छ अझ त्योभन्दा पश्चिम गयो भने सुर्खेत गयो भने यो त काठमाडौँ त पूर्वतिर चाहिँ कति जमिन त्यहाँ हेर्नुहोस् त अनअकुपाइड छ पश्चिममा हो दाङमा सार्दैन हो सुर्खेतमा सारे नै भयो दाङ त भालुवाङ त दाङमै पऱ्यो भालुवाङ दाङ नै हो अर्को सुर्खेत छ वीरेन्द्रनगर सुर्खेत छ काठमाडौँ जस्तै भ्याली हो चितवन पनि अहिले काफी छ नि ठुलो चितवन त भारत निकट पर्छ भनेर मानिँदैनन् होइन भारत निकट पर्छ माडी चाहिँ भारत निकट पर्छ त्यही त इन्फोटेसन हुनसक्छ भन्छ नि त सेक्युरिटीको हिसाबले तर अहिलेको प्रधानमन्त्रीज्यूले बोल्नु भएको छ इन्टरभ्यूमा त्यो कुरा चाहिँ मनन गर्दा हुन्छ त्यो एकदम राम्रो त्यो हुने बित्तिकै यहाँ चाहिँ तपाईँको चाहिँ नि चाप झट्टै घटिहाल्छ नि हामी आरामले बस्न पाइन्छ नि तपाईँ राजधानीका चाहिँ जन्मेका मान्छे चाहिँ नि अलिक राम्रो हुन्छ तपाईँ नि यहीँ जन्मेको त हो नि म मात्र कहाँ हो होइन तपाईँ हामी भनौँ न जो राजधानीमा जन्मेका छन् जसको पुर्खौली राजधानी छ राजधानी तर हेर्नु न तपाईँको बाजुराबाट यहाँ आउनु कति टाइम लाग्छ हो किन भन्नु न अनि तपाईँको झापाबाट यहाँ आउनु कति टाइम लाग्छ ल ताप्लेजुङबाट यहाँ आउनु झापाबाट त अहिले एक दिनमा आइपुगिन्छ कि उताको मान्छेलाई पनि यो विषयमा नि अब डिस्कसन बहस चलाउँ अनि राजधानी बदल्ने झिक्कै झिक्कै माया भने अनि ठिक हुन्छ नि त सुदूरपश्चिमलाई होइन त्यसको सान्दर्भिकता अनि हुन्छ नि त ल थ्याङ्क यू भेरी मच हस् धन्यवाद